4 अक्टोबर 2023 को रात करिब 1 बजे सन्नाटा मानिसहरू सबै सुतिरहेको बेलामा अचानक नर्थ सिक्किममा क्लाउड ब्रस्ट भएर एउटा लेक फुटेर अनि त्यसको यति डरलाग्दो भोल्युम अफ वाटर त्यहाँबाट निस्किन्छ अनि जसले टिस्टा खोलाको एकदम भयङ्कर रूप लिएर एउटा फ्ल्यास फ्लड सिक्किममा पहिलोपल्ट यस्तो स्थिति देखा पर्छ, जसले धेरै घरहरू बगाएको छ, धेरै मानिसहरू अस्तव्यस्त भएका छन्, धेरैले आफ्नो ज्यानहरू गुमाएका छन् भने धेरै मानिसहरू घरविहीन भएका छन्। हजारौं मान्छेहरू तातको तात मान्छेहरू एक रातमै उनीहरू जिरो लेभलमा आउने स्थिति, धेरै गाडीहरू बगाउने स्थिति, हाहाकार, एकदमै दर्दनाक स्थिति, सन्नाटाको स्थिति, घरहरू सबै डुब्ने स्थिति अनि धेरै परिवारहरू मृत्युको चपेटमा पर्ने स्थिति। अनि सिक्किममा मानिसहरूले कहिले पनि यस्तो सोचेका थिएनन् कि यस्तो हुन्छ भनेर, तर यो एउटा प्रकृतिको प्रकोप सिक्किमले देखा पर्यो। तर उनी परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ, कुनै त्यस्तो ठुलो दुर्दशाहरू भएनन्। अनि धेरै जब यो फ्ल्यास फ्लडको बादमा धेरै एनजिओसहरू, इसाईहरू अगाडि आए, हातमा हात बढाए, काँधमा काँध बढाए अनि धेरै सहयोगको हातहरू हरेक इसाईहरूबाट मिल्न गयो। अनि त्यो अवधिमा यो सुन्दर यो सिङतामको दृश्य तपाईँले देखिराख्नु भएको छ। पहिलो यस्तो स्थिति, यो सुन्दर दृश्य थियो भने, तर विशेष हामी धन्यवाद टक्राउँदछौँ हाम्रो लभ द लस्ट टिम युएसए का टिमलाई, जसले एउटा सहयोगका हातहरू बढाउनु भयो अनि उहाँहरूसँग मिलेर हामी एउटा कार्यमा लागि पर्न सक्यौँ, एउटा रिलिफ वितरणको कार्यमा हामी लागि पर्न सक्यौँ। अनि यसमा विशेष बेथल क्रिस्चियन चर्चका हाम्रो रेभरेन्ड पास्टर जोनाबलज्यूको नेतृत्वमा अनि विशेष लभ द लसका टिमबाट हाम्रो पास्टर जेम्स सुमन पाखरिन उहाँ र उहाँको सहयोगी मित्रहरूसँग र सिलो क्रिस्चियन चर्च सिङतामको पास्टर आइजकको नेतृत्वमा यो एउटा लभ द लसको टिमको तर्फबाट यो आयोजना गरेको यो वितरण कार्यमा हामी सहभागी हुन पाउँदा उनी परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छौँ। करिब हामीले 350 देखि 400 सम्म ब्ल्याङ्केटहरू त्यहाँ आउने भिक्टिम्सहरूलाई हामीले हस्तान्तरण गर्न सक्यौँ। अनि एउटा उपहार स्वरूप, क्रिसमसको उपहार स्वरूप उहाँहरूलाई वितरण गर्दै गर्दा उहाँहरूको आँखामा हर्षको आँसुहरू देखिएका थिए। अनि उहाँहरूले परमेश्वरलाई धन्यवाद दिँदै अनि तपाईँहरूलाई पनि विशेष सहर्ष हृदयबाट उहाँहरूले धन्यवाद टक्राएका छन्। विशेष हाम्रो लभ द लस्ट टिम, सम्पूर्ण टिम, युएसएका टिम, जसले तपाईँले सहयोगको हात बढाउनु भयो, तपाईँहरूलाई परमेश्वरले धेरै आशिष दिउन्। यसरी तपाईँहरूसँग मिलेर यो सहयोगको हात हामीले बढाउन सक्यौँ, तपाईँहरूसँग मिलेर राज्यवृद्धिको कार्य भयो। विशेष धन्यवाद दिन चाहन्छौँ न्यू क्रिस्चियन आउटरिच मिनिस्ट्रीलाई, जसले धेरै भोलिन्टरीली सहयोगको हात बढाउनु भएको छ। र विशेष अन्तमा तपाईँहरू सबै लभ द लस सम्पूर्ण टिम, युएसएका टिमलाई हामी धन्यवाद दिन चाहन्छौँ।